नमस्ते अनि स्वागत छ सम्पूर्णमा। आशा गरेछु सबैजना सन्चै निश्चित नै। म पनि एकदमै ठिक छु। आज चाहिँ हाम्रो यात्रा ढकारीदेखि राम्रोसँगसम्म रहेको छ। अनि के हुन्छ तपाईँहरूलाई कस्तो हुन्छ सबै त्यो म ब्लगमा देखाउनेछु। धेरै जस अहिले चाहिँ बिहान चाहिँ 6 बजे छ। यतिखेर चाहिँ हामीहरू क्याम्पिङको लागि आवश्यक पर्ने सबै सामानहरू चाहिँ हाइसतर्फ लगेर जाँदैछौँ। श्री गुरुकुल प्राविधिक माध्यमिक विद्यालयका श्री भीमबहादुर साईज्यूले चाहिँ सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरूलाई चाहिँ टीकाकरण गरिसके पश्चात हामीहरू चाहिँ सबै हाइसतर्फ अगाडि बढ्यौँ। वारीदेखि हेर्दा चाहिँ ढकारीको मुख्य बजार यस्तो देखिन्छ। पर्दामा देखिएको विद्यालय मङ्गलसरमा अवस्थित श्री लिप्चा इङ्ग्लिस पढ्ने स्कुल, यानि कि मैले मेरो जिन्दगीको करिब 6 वर्ष जति अध्ययन गरेको विद्यालय हो। अनि यो चाहिँ श्री सोर्सा माध्यमिक विद्यालय, जसमा मैले मेरो जिन्दगीको 1 वर्ष कटाएको थिएँ। प्रकाश साउन्ड धेरै तिम्रो गाउँ जापानदेखि यस्तो छ आजकल हरियाली। ढकारीदेखि करिब 8 घण्टाको यात्रापछि हामीहरू चाहिँ रामासन गाउँपालिकाको मुजाबगर भन्ने बजारमा पुग्यौँ। अब चाहिँ यहाँदेखि फेरि पनि हामीले रामासनको माथि तालसम्म पुग्नलाई धेरै यात्रा गर्नुपर्नेछ। 3 घण्टा त लगभग लागि नै हाल्छ। जो शरीर पनि एकदमै थाकिसक्यो भनौँ यात्रा गर्दा गर्दै। त्यही पनि गीत गाउँदै रमाइलो गर्दै बाटोमा हामीहरू अगाडि हाम्रो गन्तव्यतर्फ चाहिँ अगाडि बढिरहेका छौँ। अगाडिको दायाँतर्फबाट जाने भने मेरो साथी कैलाश, पवन र नेपाली सरको घरतर्फ जान्छ भने अगाडिको चाहिँ बायाँतर्फबाट जाने भने मेरो साथी किशोरको घरतर्फ जान्छ। यात्राकै क्रममा रोडको जस्ट छेउमै एउटा सानो झरना देखियो। अब मनले नहेरी जान मानेन, त्यही भएर चाहिँ सबैजनाहरू एकचोटि हामी गाडीबाट झरेर त्यो झरनाको अवलोकन गर्न निस्क्यौँ। गाडीबाट ओर्लिसकेपछि चाहिँ कसरी हातमुख धोए त कसरी झरनासँग आफ्नो तस्बिरहरू खिच्न थाले।
ओ डाम्नाहरू कैलाश र पवन तिमीहरू दुईजनाको गाउँ पनि यस्तो छ है। हेर हेर कति हरियो छ मस्तको। ल साथीहरू फेरि पनि मेरो अर्को साथीको घर आउँदैछ है, जसको नाम किशोर हो। ऊ त्यो अगाडिको छ नि, अगाडिको हो त्यो होइन नि, फेरि जस त्योभन्दा पल्लोपट्टिको उयो यही हो मेरो साथी किशोरको घर है। हेर किशोर तिम्रो घर यस्तो छ आजकल, कस्तो मस्तको छ नि है। यात्राकै क्रममा मलाई बाटोमा यो यस्तो दृश्य देखियो। रुखमा चाहिँ जे होस् बस्ने ठाउँ बनाइएको छ। जे होस् यहाँको मान्छेहरू चाहिँ मेहनती र लगनशील छन् भन्ने कुरा यहाँबाट पुष्टि हुन्छ। हरियो जङ्गलमा लारिग्रासहरू फुलेर रातम्मै बनाएको दृश्यले गर्दा पर्यटकहरूलाई पनि एकदमै मोहित बनाउने गर्दछ। धेरै जसो पर्यटकहरू पनि घुम्न आउने मौसम यसलाई नै मानिन्छ, किनभने यो समयमा धेरै जाडो पनि हुँदैन र धेरै गर्मी पनि हुँदैन, जसले गर्दा पर्यटकहरूलाई अलिक सहज हुने गर्दछ। यो अगाडि देखिरहेको चाहिँ सीता गेस्ट हाउस हो। यो ठाउँदेखि चाहिँ हाम्रो होटेलहरू सुरु हुन्छन्, जसमा चाहिँ सीता गेस्ट हाउस, न्यू रामर्सन गेस्ट हाउस, जङ्गल जिङ्गली रिसोर्टहरू चाहिँ रहेका छन्। अरू पनि थुप्रै यस्तै होमस्टे तथा होटेलहरू रहेका छन् यहाँ, जसमा चाहिँ खाना तथा बास बस्नको उचित व्यवस्था रहेको छ। सो गाइस यतिखेर चाहिँ हामी रामर्सन पुगिसक्यौँ। जस हाम्रो चाहिँ अगाडि छ न्यू रामर्सन गेस्ट हाउस, जस देख्न सक्नुहुन्छ तपाईँहरू। एकदम जस यात्रा चाहिँ एकदमै हाम्रो सहज भयो भनौँ, बमिसन त्यस्तो खासै केही भएन। तर पछाडि भ्युजहरू हेर्दाखेरि मलाई खासै बोल्नु मन लागेको छ नि, तपाईँलाई भ्युजहरू चाहिँ देखाउँछु है। बोल्ने कुरा जस बोलिरहेको छु म टाइममा, बोल्नुभन्दा पनि देखाउँ आज। यो चाहिँ हाम्रो चाहिँ गेस्ट हाउस रामर्सन गेस्ट हाउसको चाहिँ अगाडिबाट प्राङ्गणबाट चाहिँ देखिने दृश्य हो। अहिले चाहिँ यहाँबाट चाहिँ हिउँहरू चाहिँ पग्लिसकेको छ, थोरै माथि टपमा तर हिउँ चाहिँ पग्लिसकेको छ। यहाँबाट चाहिँ यस्तो देखिन्छ यो विद्यार्थीहरू चाहिँ यता खाने बमिट भयो तँलाई बमिट त जिन्दगीमा हुँदैन, यत्रो बाटो लिन्छ लाइनमा हुँदैन, अहिलेसम्म भए पनि छैन। जस गीत त मस्त गाइस है, गाइन्छ। ल अनि सरको चाहिँ यात्रा कसो रह्यो भनिदिउँ न, हल्का 2-4 शब्द। बबाल है, सिट चाहिँ मस्त पाए थियो हामीलाई। यात्रा जस्तै हुन्छ क्या क्या कहना क्या चाह रहे हैं भाई आप? यात्रा होइन यात्रा कस्तो त्यही हो, तबसम्म हामीसँग नवीन राहुल छ, तबसम्म हामी याद गरिराख्छौँ। यही हो नवीन राहुल दिनेश भण्डारी यहाँनिर चाहिँ यो यसले त गाएन है गीत खासै। यो ल अनि के छ कस्तो रह्यो यात्रा? फेरि लाज मान्छ गाडीमा खुट्टा अडिएर ल तिम्रो त सिङ्गल सिटमा आएन? सिङ्गल सिटमा आयो भने खुट्टा दुखेर यहाँ बेडी यस्तो गरेर पास। ल ठिक छ। यादगार रह्यो कि नै? बमिट भयो कि झ्याउ भयो कि? झ्याउ भयो किन बज्यो? तिमीहरू सिङ्गल सिटमा राख्यो हामी तिमीहरू 5 जनालाई। जे जाँदाखेरि चाहिँ अब मिलेर जानुपर्छ है। त्यही यात्रा गर्दाखेरि सबभन्दा चतुर मान्छे रहेछ क्या यो। सबभन्दा अगाडि गएर सिधा फर्स्ट सिटमा गएर बसिहाल्यो। यिनीहरू चाहिँ बाहिर बसिरहेको थिएँ, त्यो चाहिँ अगाडि गएर सिटमा कब्जा गरिहाल्यो। त्यो चाहिँ हाम्रो केटा यता खान ओ खासी भाइहरू गजब बेइज्जती यो जनक माथि छ अनि त्यसमा चिरन पनि माथि छ। ए ओइ फुट्ने साउन्ड चाहिँ ब्यागमा के छ तेरो हालको भगवान? के छ हालको? यात्रा कस्तो रह्यो तेरो? एकदम राम्रो। ल ठिक छ। ऊ एकजना बिचरा यहाँ धारामा चाहिँ फ्रेस हुन आँदैछ, बिचरा बमिट बस्छ। मलाई यसलाई हेरेर मात्रै आज खै किन यार भित्रदेखि यस्तो हाँस्ने मन लागिरहेको थियो नवीन राहुल चाहिँ आउनु पायो। तपाईँहरूले चाहिँ यता आएर चाहिँ यस्तो यो गलत गतिविधिहरू चाहिँ नगरिदिनु होला कृपया। यसले चाहिँ जस वातावरण प्रदूषण गर्छ र एउटा चाहिँ मान्छेमा इफेक्ट पनि नराम्रो जान्छ क्या। यसरी खाएर यो जङ्गलमा फ्याँक्नु भएन नि त। यो चाहिँ अलि रातो खालको गुराँसी फुल रहेछ, तर यहाँ चाहिँ गुलाबी कलरको
यो पानी सब सुकेर यो पनि त ताल हो तर चाहिँ यहाँ चाहिँ पानी जो बर्खामा चाहिँ पानी फुल हुन्छ यो त्यो माथिको लेभलसम्म हुन्छ त्यो लेभलसम्म हुन्छ तर चाहिँ अहिले चाहिँ यस पानी चाहिँ एकदमै घटिसक्यो हो यो सुरुमा चाहिँ पानी यसमा खाली हुने हो बेड लुट्ने एकचोटि देखिएन बड़ा हरामी हो बेटा कसो लुट्थ्यो देखाइदिएन म भन्दिछु केटाहरूलाई दालमा मिक्स not lying. Very भोक लागेको किन भाउ खाकी गोर्खा मनका झ्यापै मायालाई बगाने पानीको गर्छ खरो भन न नानी हो जाँदैछु सानो रेलै चढेर यो मन चढेर सानो तिमीलाई सम्झेर हावा जस्तै सुन्नुपर्छ आकाश तिमीले हेरेर पाइला बडो साथ दिन्छु मैले तिमीलाई सजिलो बाटो हुन्न फाटो हुनुपर्छ हिँड्ने कोसिस जारी अब आशा हुनुपर्छ जितले जिन्दगी खेको मैदान सिक्नुपर्छ खेल्न पनि नगरी कोसिस पठाइएको बाकसभित्र चिठी छ मेरो खबर सुन्दाखेरि कति खुसी तिमी त तिम्रो लाउरे आउँदै गर्दा आकाशतिर हेर है घर आउँछु भन्दा भन्दै वर्ष दिन बितेछ परदेशीले पठाएको बाकसभित्र चिठी छ मेरो खबर सुन्दाखेरि कति खुसी तिमी त तिम्रो लाउरे आउँदै गर्दा आकाशतिर हेर है घर आउँछु भन्दा भन्दै वर्ष दिन बितेछ खबर पनि जिन्दगीको यात्रामा हाजिर बस्ने मान्छे आज तिम्रो लास पाछ तिमी टाढा गयो तिम्रो साथमा त सुरुको छुट्टा जस्तो तानेर खाली गयो तर हिजोसम्म यस्तो त्यति बाली गयो पनि माया बन्यो आज दिन खाली गयो माया पार गर्ने तिमी पाइरहेछौ न तिमी साथी दिएको मभन्दा माथि दिएको तर त्यसले माया गर्छौ तिम्रो घाँटी दिएको चोट माथि दियो तिमीलाई हेरिदियो मलाई हाततिर तिमीलाई तिमी हौदार बटो तिमी भर्न पेटसँग हौदार चल्छ सबै गर्न फुले जै साँझमा तिमी फुल्यो कलेजी माझमा मनको घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर टीका निधारमा टलक टल्कियो छातीभित्र मायाको आगो आँखाले राम्रो छ मन पर्ने ओठा साह्रै नै मिठो कुवाको पानी ढोक्दिया नमस्ते ढोक्दिया
बिनाको धन रोगी धन बिनाको मन बिनाको